कसम यार यो नेपालको क्रिकेट टिम त अचम्म लाग्दो छ के। अब भनौँ भने कमेन्टमा बर आउँछ तै गएर खेल किन भुकिरहेछस् भनेर होइन। अब नभनौँ भने फुटेको आँखाले पनि देखिन्छ यो के खेलिरहेछन् के गरिरहेको छन् भनेर। टेबलको टपरसँग त हार्यो ल मैले माने होइन, युएसए खतरा भएको छ अहिले टिम माने मैले, तर टेबलको बटमको टिमसँग पनि हार्दिन त। कतातिर गइरहेछौँ हामी। अस्ति भर्खर जित्यो भनेर उफ्रियो, अब कसले सक्छ नेपाललाई भन्दै उफ्रियो। वेस्ट इन्डिजलाई जित्यो, अब इन्डिया चाहियो, अब पाकिस्तान चाहियो, अब अस्ट्रेलिया चाहियो भन्दै उफ्रियो। अब अहिले फेरि युएसएमा इन्डियाको मात्रै प्लेयर छन्, युएईमा इन्डियाको मात्रै प्लेयर छन्, हामीले हारेको इन्डियासँग हो भन्दै उफ्रियो। जब यिनीहरूलाई जित्न सक्दैन, इन्डियाको आइपिएलमा सिलेक्ट नभएका प्लेयरहरू यता युएसए युएईबाट खेलिरहेको छन्, त्यसलाई जित्न सक्दैन भने कि इन्डियालाई जित्न सक्छ? के सपना देखे हामी। अब फेरि भोलि हुँदैछ युएसएसँग, अब भोलि पनि हार्यो भने चाहिँ म केही भन्नेवाला छैन। नेपाल ओडिआई वर्ल्ड कपमा पुग्ने त्यस्तै हो, ओडिआई स्ट्याटस पनि गुमाउँछ होला हो त्यस्तै भयो भने त।